यो देशमा संघर्ष भनेको दुईटा विचारको भइरहेको छ। एउटा विचार मनुस्मृतिवादीको, अर्को विचार लोकतन्त्रवादीको। मनुस्मृतिको कानूनमा के लेखिएको छ? बहुसंख्यक जनतालाई आफ्नो अधीनमा राख्नुपर्छ भने उसलाई दुईटा चीजबाट वञ्चित गर्नुपर्छ। पहिलो शिक्षाबाट, दोस्रो धनार्जनबाट। यो देशको बहुसंख्यक जनताहरू तपाईँ हामी अहिलेसम्म दुःखमा पीडामा किन परिरहेका छौं भन्दा हामीलाई दुईटा चीज आर्जन गर्नबाट वञ्चित गर्यो। मनुस्मृति कानूनमा लेखिएको छ शूद्रले धनार्जन गर्यो भने, ज्ञानार्जन गर्यो भने, उसले धनार्जन गर्यो भने उसको धन सम्पत्ति लुटिदिनु, उसले शिक्षा आर्जन गरेर यदि बुद्धिजीवी बन्यो भने उसलाई सिद्धाइदिनु। हामीमाथि यो षड्यन्त्र 500 वर्षदेखि निरन्तर रूपमा लागिरहेको छ। हाम्रो पुस्तामा 200 वर्षमा 300 वर्षमा बल्ल तल्ल एउटा नेता जन्मिन्छ। त्यो एउटा नेताले सिङ्गो समुदायलाई उठाउन सक्ने उसको ल्याकत हुन्छ। तर हामी माथि अहिलेसम्म शासन गरिरहेका शासकले के गर्छ त? धनार्जन गर्नु छ त मुद्दा मामिलामा बसेर उसलाई सिद्धाइदिनु। यदि कुनै नेता जन्मिन्छ भने उसको ज्यान हरेर भए पनि उसको समुदायलाई तल दबाई राख्नु हामी माथि गरेको यो मनुस्मृतिको खेलले गर्दा आज हामी यो अवस्थामा छौं।